डिसिजन लिएर तत्काल दक्षिण कोरिया जान चाहने युवा युवतीहरू जसले परीक्षा दिएर उत्तीर्ण भएर आज जान पाउनु भएको छैन, उहाँहरू पीडामा हुनुहुन्छ, दुःखमा हुनुहुन्छ, समस्यामा हुनुहुन्छ, त्यो समस्या समाधान गर्न सरकार गम्भीर हुनैपर्छ। मेरो सरकारलाई आग्रह छ, अनुरोध छ, तत्काल श्रम मन्त्री र कोरियन सरकारको प्रतिनिधि अथवा इपिएस सिस्टममा काम गर्ने नेपाल प्रतिनिधिलाई एकै ठाउँमा राखेर हामीले चाहिँ वार्ता गर्यो भने समस्याको समाधान हुन्छ। त्रिपक्षीय वार्ता गर्नु पर्यो। इपिएस कार्यालय, एचआरडी र नेपाल सरकारको प्रतिनिधि, एचआरडी इपिएस कार्यालयको प्रतिनिधि, नेपाल सरकारको प्रतिनिधि बसेर समस्याको समाधान गर्न सकिन्छ। त्यो ठुलो कुरा छैन। सरकारले डिसिजन लिनु पर्यो, नेपाल सरकार गम्भीर भएर लाग्नु पर्यो। नेपाल सरकारको पहलमा, नेपाल सरकारको नेतृत्वमा वार्ता हुनुपर्छ। त्यसैले म तपाईहरूको मागप्रति गम्भीर छु। करिब 13-14 हजार युवा युवती विदेश जान चाहनुहुन्छ। देशमा हामीले रोजगारी दिन सकेका छैनौँ। तपाईहरूको एजेन्डालाई राष्ट्रिय एजेन्डा बनाउने, तपाईहरूको एजेन्डालाई उठान गर्ने र तपाईहरूसँगै सहकार्य गर्ने यो ऋषि धमलाको घोषणा हो। म तपाईहरूको साथमा 24 घण्टा रहनेछु, जहिले पनि तपाईहरूको साथमा रहनेछु। र टेलिभिजनमा बोल्दा, रेडियोमा बोल्दा, विभिन्न माध्यममा, सञ्चार माध्यममा बोल्दा पनि इपिएस सिस्टम अन्तर्गत आज कोरियामा जान चाहने नेपालीहरूको लागि म ऋषि धमला नेतृत्व गर्न पनि तयार छु, तपाईँलाई साथ दिन पनि तयार छु। त्यसैले तपाईँहरूसँग मेरो सहकार्य रहनेछ। तपाईँहरूलाई म समर्थन गर्न चाहन्छु। तपाईँहरूको माग भनेको यो राष्ट्रको माग हो, सरकारको माग हो, हामी सबैको माग हो। किनभने तपाईँहरू आफ्नो देश छोडेर त्यसै जान चाहेको हुनुहुन्न। तपाईँहरूलाई चाहना छैन, तर बाध्यता छ, आवश्यकता छ, रोजगारी छैन देशमा। त्यसैले तपाईँहरूको जुन किसिमको माग छ त्यो मागलाई सम्बोधन गर्नको लागि म नेपाल सरकारको श्रम मन्त्री र प्रधानमन्त्रीलाई, सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु र नेपाली सञ्चार जगतलाई पनि यसलाई विशेष प्रार्थना साथ समाचार सम्प्रेषण गरिदिन आग्रह गर्न चाहन्छु। हस्त नमस्कार। धन्यवाद छ। अब हाम्रो अघि ऋषि दाइले भने जस्तै हाम्रो इपिएस पासरहरू हामी नेपालबाट खास गरिबका छोराछोरी पूर्व पश्चिमदेखि मेची महाकालीसम्म सम्पूर्ण इपिएस पासरहरू रहेका छौँ। त्यो कारणले गर्दाखेरि हामी नेपालमा सम्पूर्ण प्रक्रिया पुरा गरेर पनि हामी इपिएस कार्यालयबाट अथवा भन्नु कसको एउटा कारणले गर्दाखेरि नेपाल सरकारको लापरवाहीको कारणले गर्दाखेरि नेपाल सरकारले सानो लापरवाहीको कारणले गर्दाखेरि आज हामी सम्पूर्ण पीडितमा छौँ। हाम्रो 13-14 हजार 17 हजार हाराहारीको आज हामीको म्याच सकिँदैछ। हामी डिप्रेसनमा जान लागेका छौँ। हामी नेपालमा बस्न चाहँदै नेपालमा कुनै पनि जागिर र कुनै पनि एउटा अवस्था नभेटेको कारणले गर्दाखेरि हामी आज देश छोड्न बाध्यता भएका छौँ र यो सरकारले हाम्रो ध्यानकर्षण गरोस्। हामीले शान्तिपूर्ण आन्दोलन 6-7 चोटि गरिसकेका छौँ र पनि हामीले यो सरकारले केही पनि सुन्न चाहेको छैन। यो सरकारले के साँच्चै यो सरकारले हामीले आन्दोलन गरेर उग्र गरेर हाम्रो ज्यान खाँदा मात्रै यो सरकारले सुन्ने हो? सरकारलाई म ध्यानकर्षण गराउन चाहन्छु। श्रम मन्त्रालय, त्यसै गरी इपिएस कार्यालय, एचआरडी कार्यालयका सम्पूर्ण आदरणीय कर्मचारीहरूलाई पनि म ध्यानकर्षण गराउन चाहन्छु। अहिले हाम्रो तपाईँको 14-15 हजार यसरी हामी आन्दोलनमा आउनुपर्ने हाम्रो कुनै रहर होइन। यो बाध्यता नेपाल सरकारले, एचआरडीले कोरियाले कि लाँदैन भनेर भन्नु पर्यो, नत्र भनेदेखि हामीलाई चाहिँ बिचल्नी बनाउन पाइरहेको छैन। 5,000 लान्छ भने 15,000 को जिन्दगीमाथि खेलबाड गरिरहेको छ। यो सरकारलाई ध्यानकर्षण गराउँछु र अन्त्यमा यो सम्पूर्ण साथीहरू हामी आज आन्दोलनमा आउनुपर्ने बाध्यता भइरहेको छ। यहाँ चाहिँ सबै गरिबका छोराछोरी हाम्रो चाहिँ मेरो दाजु कोरिया जाला र यस्तो गरौँला भन्ने भाइ बहिनीले बनेको सपना, मेरो छोरा यस्तो कोरिया जाला र ऋण तिरौँला भन्ने बाबुआमाको सपना, मेरो छोरा कोरिया जाला र मेरो बाबा कोरिया जाला र मैले पनि बोर्डिङ पढ्न पाउँला भन्ने खालको सपना हाम्रो यही मार्न चाहिरहेको छ। विदेश जाला र कमाउला भन्ने सपना आज हामीलाई यही मार्न खोजिरहेको छ। यो सरकारले तुरुन्तभन्दा तुरुन्त हाम्रो कुरालाई सुनै गरोस् भन्न चाहन्छु। हस्, धन्यवाद। नमस्कार। म आज यो रिपोर्टर्स क्लबमा उपस्थित भइरहँदा एउटा के भन्न चाहन्छु भने हामी सम्पूर्ण इपिएस पीडितहरू 12-14 हजारको सङ्ख्यामा छौँ। जबकि हामीले
मेरो परिचय राजन ढुङ्गाना, नुवाकोट जिल्ला, बेलगढी नगरपालिका 1। म अहिले कोरिया पास भएर पीडित भएर बसेको 2 वर्षभन्दा लामो समय भइसक्यो। अहिले हाम्रो मेन समस्या भनेको हाम्रो फाइल कम्पनीसम्म पुगेकै छैन, सबैको 0 फाइल छ। यो भनेको हामी कोरिया जान नपाउनु हो। कोरियामा सबै वेबसाइटहरूमा पनि कोरिया पास हुनु नै कोरिया जानु भनेर लेखेको छ, तर नजानु भन्ने होइन नि त। लगभग 5-10% आफ्नो समस्याले नजानु छुट्टै हो, तर 90% नजानु चाहिँ समस्या हो। यो नेपाल सरकारले बुझ्न जरुरी छ। अहिले हामी 12-14 हजार पीडित भइरहँदाखेरि हामी अहिले काठमाडौँमा कोही साथीहरू टाढाबाट आउँदै हुनुहुन्छ, कोही यहीँ हुनुहुन्छ, सबै एकजुट भएर आन्दोलन गर्नुपर्ने छ। हामीले अस्ति पुसको 16 र 17 आन्दोलन गऱ्यौँ। हामीले 16-17 आन्दोलन गरेपछि श्रम मन्त्रालयमा समन्वय गरेर 2-3 चरणको वार्ता पनि गऱ्यौँ। स्वयं श्रम मन्त्री, सचिव, हामीले रोजगार विभागका प्रमुखसँग पनि वार्ता गरेका थियौँ। उहाँले हुन्छ तपाईँहरू ढुक्क हुनुहोस्, आन्दोलन नगर्नुहोस्, हामी तपाईँहरूको समस्या 15 दिनभित्र सल्भ गर्छौँ भन्नुभएको थियो। 15 दिन पनि कटिसक्यो। अब हामी फेरि अर्को चरणको आन्दोलन 6 गतेदेखि घोषणा गरेका छौँ। हामी शान्तिपूर्ण आन्दोलन गर्छौँ। यस आन्दोलनमा 6 गतेदेखि सम्पूर्ण इपिएस पीडित साथीहरू विभिन्न जिल्लाबाट आउँदै पनि हुनुहुन्छ। सबैजना आइएर सहभागी गरेर हाम्रो यो पीडितको समस्यालाई समाधान गर्नलाई र सरकारलाई सुनाउनको लागि सबैजना आइदिएर सफल बनाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। सबै साथीहरूलाई आउन पनि अपिल गर्दछु र यो रिपोर्टर्स क्लबबाट यो सरकारले यो युवाहरूको मागलाई चाहिँ यथाशीघ्र सम्बोधन गरोस् भन्ने पनि कामना गर्दछु र ध्यान आकर्षण पनि गराउँछु। हस्त, धन्यवाद। नमस्कार, मेरो नाम दीपक राई, घर ओखलुङ्गा। म इपिएस पीडित 2022 को पासर। हामी चाहिँ के छ भने हामी 12-13 हजार विद्यार्थीमाथि चाहिँ जुन हामी इपिएस भाषा पास गरेर कोरिया जाउँला र मेरो परिवारलाई केही सुख दिउँला, जुन हामी बाल्यकालमा हुँदा मेरो बाबुआमाले चाहिँ भारी बोकेर मलाई हुर्काएको छोरा, अनि त्यो बाबुआमाको चाहिँ बुढेसकालको म सारा बन्न सक्छु कि भनेर एउटा कोरियाले दिएको अवसरमा त्यो कोरियन भाषा पढ्दै गर्दा ममा धेरै सपना थियो। पास गरियो, धेरै सङ्घर्ष, मेहनत अनि समय खर्चियो, पास गरेर पनि अहिले सिस्टम गडबडीको कारण अनि नेपाल सरकारको लाचारको कारणले चाहिँ हामी त्यो हाम्रो मेरो सपना चाहिँ सपनामै सीमित रहेको छ। के मैले मेरो त्यो बाबुआमालाई बुढेसकालमा मैले सहारा दिनु के मेरो गलत हो र? नेपाल सरकारले रोजगार दिन सकेन, तर हामी चाहिँ इपिएस भाषा पास गरेर जुन रोस्टरमा नाम बस्यो, मेडिकल पास गर्यौँ, पुलिस रिपोर्ट, सबै कुरामा चाहिँ हामी योग्य भएर पनि अहिले हामी कोरिया जान नपाएका छौँ। अनि यतिखेर चाहिँ हामी श्रम विभागमा गयौँ, विभिन्न ठाउँमा गयौँ, जसले चाहिँ हामी श्रमिकहरूको जो गरिबको छोराछोरीको न्यायको निम्ति बोल्छ, जो गरिबहरूको छोराछोरीको हक र हितको निम्ति बोल्छ भनेर जुन ढोकामा ढकढकान पुग्यौँ, जुन आश्वासन लिएर गयौँ, उहाँले चाहिँ 15-16 दिनमा तपाईँहरूको समस्या समाधान हुन्छ, तपाईँहरूले आन्दोलन नगर्नुहोस् भन्नुभयो। त्यो कुरामा चाहिँ हामी विश्वास गरेर हामी हाम्रो आन्दोलनलाई रोक्यौँ। तर आज 20-22औं दिन हुँदा पनि उहाँहरूले हाम्रो प्रति केही पनि दिनुभएको छैन। अब फेरि हामी यो 6 गतेदेखि चाहिँ हामी आन्दोलनमा फेरि भेला हुनेछौँ। हाम्रो आन्दोलनले चाहिँ शान्तिपूर्ण हुनेछ, अनुशासित हुनेछ। अनि यसमा चाहिँ हामी देशमा विभिन्न ठाउँमा आन्दोलन भयो, तोडफोड भयो, नारा जुलुस भयो, तर आफ्नै समस्या छ, आफ्नै कथा छ। तर अहिले विश्वमा विश्वको चाहिँ एउटा इतिहास हो, 77 जिल्लाको युवाहरू चाहिँ एउटै प्लेटफर्ममा एउटै समस्यामा उत्रेका छौँ। त्यसैले म साथीहरूलाई के आह्वान गर्न चाहन्छु भने जति सक्दो साथीहरू हुनुहुन्छ, काठमाडौँ बाहिर हुनुहुन्छ, हामी 14 गतेदेखि आन्दोलनकै लागि आयौँ, तर अहिले काठमाडौँको महँगीको कारणले यस्तो हामी गरिबको छोराछोरी यहाँसम्म आउनलाई पनि हामीसँग गाडी भाडा नभएको अवस्था छ। अनि यसै कारणले जति साथीहरू हुनुहुन्छ सम्पूर्ण साथीहरू आइदिनु होला। यो अब हामी 6 गतेदेखि आन्दोलन गर्दैछौँ। हाम्रो आन्दोलनमा तपाईँ हामी पीडित एकता हुनु पर्दछ। सम्पूर्ण आएर हाम्रो आन्दोलनलाई अनुशासित र एकदम सशक्त ढङ्गले हामी अगाडि बढाएर हाम्रो मागलाई सम्बोधन गर्ने हिसाबले हामी एकजुट हौँ। जति साथीहरू हुन्छ सम्पूर्ण साथीहरू ऐक्यबद्धता हुनु होला। सबै साथीहरू एकजुट भएर हामी अगाडि बढौँ भन्ने आशा गर्दछु। हस्, धन्यवाद। हाम्रो आन्दोलन चाहिँ यो मिति 2082 साल यो माघ 6 गतेदेखि
हजुर पहिला हामी 16, 17, 18 गऱ्यौँ अनि त्यसपछि राज्यले चाहिँ सहमन्त्रासँग हामी मिटिङमा बस्यौँ। उहाँले चाहिँ 15, 16 दिनसम्म हामी सबै प्रक्रिया गर्छौँ, तपाईँलाई शान्त बस्नुहोस् भन्नुभयो। तर उहाँले कोही पनि हाम्रो सुनाइ भएन। हामीले त्यत्तिकै दबाउने कोसिस भयो, त्यत्तिकै हाम्रो भिडलाई तितर बितर पार्ने हामीलाई आश्वासनमा झुलाउनु भएको छ। हाम्रो एकचोटि 2 वर्षसम्म कोरियाले चाहिँ के छ भने 2 वर्षसम्म पास गरी 2 वर्षसम्म जानुपर्ने सिस्टम छ। एकचोटिसम्म पनि हाम्रो फाइल कम्पनी पुगेको छैन। यदि कम्पनी कोरियाले कामदार चाहिने, हामी यत्रो 12-13 हजार विद्यार्थी चाहिँ रोस्टरमा काम गर्न दक्ष भएर सबै कुरा मापदण्ड पुरा गरेर हामी बस्दै गर्दा पनि एकचोटि फाइल पुग्दैन। तर नेपाल सरकार र एसआरडी इपिएस अफिसले चाहिँ बारम्बार विद्यार्थीले अझै पनि परीक्षा गराउने र अझै हामी पीडितमाथि अझै पीडा थप्ने काम भइरहेको छ। जबसम्म हाम्रो कम्पनीलाई फाइल पुग्नु पर्यो, इस्यु होस् नहोस्, तर हाम्रो एकचोटि चाहिँ हाम्रो रोस्टर चाहिँ कम्पनीसम्म पुग्नुपर्छ अनि मात्र हाम्रो आन्दोलन हामी पछि हुन्छौँ। अनि त्यसपछि नि हामी 90% चाहिँ हामी पासर चाहिँ रोजगारको सुनिश्चित हुनुपर्दछ। 2022 मा पास भएका मान्छेहरू अहिलेसम्म लान सकेका छैन भने अहिले पनि एक्जाम दिइरहेका छन्, यो के हो त फेरि? यसमा यो श्रम मन्त्रालय अनि त्यसपछि इपिएस कार्यालय विशेष त हाम्रो नेपाल सरकारले चाहिँ राम्रो पीडित र अनि श्रमिकहरूको हक र हितको निम्ति बोल्न नसकेको कारणले यो पीडामा हामी झेल्दैछौँ। हस्, धन्यवाद। उहाँले अघि भन्नुभयो जस्तो हाम्रो यो के चलखेल खेलेको छ भने इन्स्टिट्युटका सरहरूले इक्जाम गराइराख्ने अनि नेपाल सरकारले चाहिँ नि जस्तो एकचोटि तपाईँको इक्जाम गराउँदाखेरि 1 लाख अहिले चाहिँ मेनु र एग्रिकल्चरको इक्जाम गराइराख्दाखेरि 1,03,000 समथिङ त्यस्तै छ। र अहिले के छ भने जस्तो इन्स्टिट्युटका सरहरूले उता इपिएस कार्यालयलाई इक्जाम गराउनु भन्ने दबाब दिने अनि हामी गरिब जनतालाई इन्स्टिट्युटबाट पढाउनदेखि लिएर इन्स्टिट्युट हामी कहाँदेखि 0 लेभल गर्न तर पढ्दाखेरि कोरियन भाषा पढ्दादेखि त्यहाँदेखि हामीलाई लुटेको छ। अहिलेसम्म लुटेको छ, हाम्रो जिन्दगी बर्बाद बनाउँदैछ। इन्स्टिट्युटले लुटेर 25-30 हजार त्यहाँ खाइदिन्छ अनि इक्जाम दिनका लागि $28 तिरेर एकजना बराबर $28 तिर्दाखेरि तपाईँको चाहिँ नि चान्सु 40 करोड हाराहारी हुन्छ। त्यो कसले खान्छ भन्दाखेरि जो नेपाल सरकार अनि चाहिँ नि यहाँ इपिएस कार्यालय इन्स्टिट्युटका त्यो सबैले मिलेर खाने अनि इक्जाम वर्षै पछि तपाईँको चाहिँ इक्जाम गराइराख्ने, कोरिया नलाने, यो चाहिँ सबै मिले महत्त्व भएको कारणले गर्दा हामी सम्पूर्ण विद्यार्थीहरूले यसरी आन्दोलनमा उत्रिनुपर्छ। हाम्रो गरिबको आवाज कसैले पनि सुन्देको छैन, न सरकारले सुन्छ, न एचआरडीले सुन्छ, न इपिएस निर्देशकले सुन्नुहुन्छ, कसैले पनि नसुनेको कारणले गर्दा आज हामीले यो ठाउँमा आउनु परेको छ। तर हेकार होस्, हामी गरिब जनताहरू यो ठाउँमा आउनु भनेको तपाईँहरू पनि सिद्धिनु हो, किनकि हामी कोहीसँग पावर सेयरिङ गरेर होइन, हामी चाहिँ गरिब जनताको बुलन्द आवाज निकाल्नको निम्ति हामी कसैको लागि पनि होइन, हाम्रो आफ्नो लागि लड्नको लागि हामी पूर्व मेचीदेखि पश्चिम महाकालीको 77 वटा जिल्लामा हामी यो आन्दोलनको लागि 17,000 पीडितहरूको आवाजको निम्ति हामी आज यहाँ उपस्थित भएका छौँ। तपाईँहरूलाई खेल्ला होला आज हामी जस्तो जेनजीले तपाईँहरूलाई चाहिँ मन्त्री बनाएको, तपाईँहरू कुनै सांसद जितेर आएको होइन। अहिलेको भण्डारीजी तपाईँहरूलाई मन्त्री बनाउनको लागि हामी जस्तो जेनजीले आवाज उठाएर अहिले तपाईँ मन्त्री बन्नुभएको। सुशीला कार्की प्रधानमन्त्री हुनुहुन्छ, हामीले 7 चोटि जम्मा इपिएस कार्यालयमा धर्ना दिउँ, हामी शान्तिपूर्ण कसैलाई ढुङ्गा पनि हान्यौँ न, हामीले कसै पुलिस साथीहरूसँग हातमा हात मिलाएर हामीले आन्दोलन गर्दा हाम्रो एउटा पनि आन्दोलन हाम्रो चाहिँ पीडित पक्षको गुनासो आएन। त्यो कारणले गर्दाखेरि अब हामी तपाईँहरूको सामु जानको लागि हामी बाध्य छौँ। तपाईँहरूको चाहिँ नि तपाईँहरूको लापरवाहीको कारण होला, तपाईँहरूले लापरवाही गरेर करोडौँ पैसा कुम्ल्याएर तपाईँले घर बनाउनु होला, तर हामी जस्ता गरिब जनताका धेरै छोराछोरी आज डिप्रेसनको शिकारले कोरिया भन्दै उनीहरू बौडाउन लागेको छ। यो जिम्मा कसले लिन्छ? सरकार। हामीलाई यस्तो बनाउने बाध्य बनाउने यो जिम्मा कसले लिन्छ? सरकारलाई म प्रश्न गर्न चाहन्छु, यस्तो खालको डिप्रेसनमा आउने खालको तपाईँले बनाउनु भएको हो। त्यो कारणले गर्दाखेरि हामीले तपाईँहरूसँग वार्ता बस्यौँ, कतिपय साथीहरूले म यो मन्त्रीको एडभाइजर हो, म सल्लाहकार हो, म कुरा मिलाउँछु भनेर साथीहरू विलय हुनुभयो। त्यस्तो पनि हुँदैन। अब हाम्रो सम्पूर्ण मागहरू पुरा हुनुपर्छ। हाम्रो आन्दोलन होइन, हामी पीडित पक्षको गुनासो राख्न आएको हो यहाँ। हाम्रो कुनै पनि ढुङ्गामुढा गर्ने, कुनै मन्त्रीलाई को जागिर खाइदिने, कुनै कर्मचारीलाई हटाउने होइन, तर गरिब जनताको आवाजलाई बुलन्द बनाउनको लागि यो गरिब जनता अहिले होला इन्स्टिट्युटका सरहरूले के भन्दै हुनुहुन्छ रहेछ
भने तपाईँहरूको यो माग पुरा हुँदैन हो। तपाईँहरूको त्यो गणद्वारा पढ्दै गरेर तपाईँहरूले एकजना बराबर 25,000 खाइराख्नु भएको त्यो विद्यार्थीको गुनासो भविष्यमा नहोस् भन्नका लागि हामी लडिरहेका छौँ। त्यस कारणले गर्दा कोही साथीहरू कोही इन्स्टिट्युटका 1-2 जनाको घर बलो भन्दैमा 17,000 नेपालीहरूको यो देशमा जागिर थियो भने कोरियामा चाहिँ गुलाम गर्न हामी जाँदैनथ्यौँ। तर हामी किन बाध्य भयौँ भनेदेखि हामी यो देशमा न जागिर छ न व्यवसाय छ। व्यवसाय भने डढेर व्यवसाय गर्न थाल्यो भने डढेर जान्छ। यो कारणले पनि हामी आज विदेश जान बाध्य भएका छौँ। विदेश जान्छु भनेर हामी यहाँ कोहीसँग कुनै पार्टीमा गएर हामीले जागिर खान खोजेको होइन, कुनै मन्त्रालयमा जागिर लगाइदियो भन्न खोजेको होइन। हामीले विदेश जान पनि नेपालीले अहिले हामीले कुनै पत्रकार सम्मेलन गर्नु परेको छ, कहीँ गएर आन्दोलन गर्नु परेको छ। के यो देशमा हामी नागरिकले बाँच्न पाउने कि नपाउने सरकार? हामी यो देशमा बस्न, यो देशमा कुनै पनि हामी सबै कुरा प्रक्रिया पास गरेर पनि हामी कोरिया जान पाउने कि नपाउने सरकार? हाम्रो आवाज कसले सुनिदिने? यो सरकार तिमीले सुन्दैनौ भने यो आवाज अब कसले सुनिदिने? तिमीले बोल्दैनौ भने अब यो आवाज कसले बोलिदिने? आज हाम्रो अघि पनि मैले भने एउटा छोराले मेरो बाबाको विदेश गएर पैसा कमाउनुहुन्छ भनेर बिचरा ऊ रोइरहेको छ। अहिले उसलाई हामीले चक्लेट किन्ने पैसा छैन, हामी आन्दोलनमा आउँछौँ भनेर 15 दिन भइसक्यो काठमाडौँ बसेको। यहाँ कोठा भाडा मात्रै तपाईँको चाहिँ 30,000 हाराहारी लागेको छ। यो कुरा कसले सुनिदिने? हाम्रो चाहिँ बुलन्द यो आवाजहरू हामी गरिबको न हामीले कुनै पावर सेयरिङ गरेर ठुलो मान्छेलाई चिनेको छ। यो आवाज कसले सुनिदिने? जनताको आवाज अब कसले सुनिदिने? तिमीले नसुन्दै कसले सुनिदिने? सरकारले यथाशीघ्र आश्वासनको कुरा होइन, आश्वासन दिएर मात्रै यो कुरा पुरा हुँदैन। आश्वासन दिएर मात्रै हाम्रो समस्याको समाधान हुँदैन। समस्याको समाधान कहाँनिर हुन्छ? बङ्गलादेशमा एक दिन आन्दोलन गर्दाखेरि उहाँको जनताको कुरा सुन्यो। फिलिपिन्समा ज्ञापन पत्र बुझाउने बित्तिकै सरकारले वार्तामा बोलायो, तर हामी 7 पल्ट आन्दोलन गरेर चिसो भुइँमा सुत्ता समेत सरकार निकममा बसिरहेको छ। सरकार कानमा तेल लाएर सुतिरहेको छ। यो देशका कर्मचारीहरूको मिल्यो महत्त्वमा केही साथीहरूको सेटिङ भयो भने भन्ने सुनिन्छ। त्यो कहाँसम्म सत्य हो? यति तपाईँले सेटिङ नै गर्नु छ भने तपाईँले एक्जाम नलाने, कोरिया नलाने भन्नुहोस्। हामी एक्जाम दिन जाँदैनौँ, हामी खाडी मुलुक जान्छौँ कि कुन देश जान्छौँ त्यो हामी तय गर्छौँ। तर पास गराउने, कोरिया जाने भन्ने आश देखाउने, तर अहिलेसम्म नलाने, यो तपाईँको कहाँसम्मको न्याय हो सरकार? हामी नेपालीले यहाँ नेपालमा बाँच्ने अधिकार नभएको जस्तो लागिसकेको छ। साथीहरू कतिपय डिप्रेसनमा गइसक्नु भएको छ। कतिपय साथीहरू कोरिया जाउँला भनेर आशमै कतिपयले सुसाइड गर्ने अवस्था देखिसकेको छ। त्यो कारणले गर्दा सरकारले अब हाम्रो वार्तालाई, हामीलाई एकदम शान्तिपूर्ण आन्दोलनलाई वार्तामा ल्याइयोस् र हाम्रो माग यथाशीघ्र ऋषि दाइले भने जस्तै हप्ता दिनभित्रमा हाम्रो माग सम्बोधन होस् भन्न चाहन्छु। र सम्पूर्ण साथीहरू, यो तपाईँको लडाइँ हो। यो तपाईँले अब आउने इपिएस कोरिया पास गरेर कोरिया जान्छु भन्ने साथीहरूको पनि बुलन्द आवाज बोल्नका लागि आज तपाईँ नउठे कहिले उठ्ने, अब नउठे तपाईँ नउठे को उठ्ने, तब अब नउठे कहिले उठ्ने भन्ने एउटा बुलन्द आवाजको निम्ति तपाईँ हामी अब अगाडि बढ्नुपर्छ। यो हामी जस्तो गरिबका जनता हो। यहाँ विनोद चौधरीको छोरो कोरिया जाँदैन, यहाँ धनाध्यको छोरो कोरिया जाँदैन, तर गरिब जनताको छोरो कोरिया जाने भएकोले गर्दा अब गरिब जनताले आवाज उठाउनुपर्छ भन्ने मलाई लाग्दछ। म एउटा खोटाङ जिल्लाको दुर्गम ठाउँको मान्छे आएर यहाँ आवाज बोलिरहेको छु। कोही साथी डडेलधुराको हुनुहुन्छ, कोही रौतहटको हुनुहुन्छ, कोही पर्साको हुनुहुन्छ, कोही सोलुखुम्बुको हुनुहुन्छ, कोही पाथरको हुनुहुन्छ, कोही ताप्लेजुङको हुनुहुन्छ, कोही झापाको हुनुहुन्छ, कोही जुम्लाको हुनुहुन्छ। सबै 77 जिल्लाको हामी पास गरेर बसिरहेका छौँ। अहिलेसम्म हाम्रो कसैले पनि आवाज सुनिरहेको छैन। त्यो कारणले गर्दाखेरि अब हाम्रो आवाज सुनिनुपर्छ, आवाज सुन्नुपर्छ। हामीले वार्तामा ल्याएर हामीलाई मर्न बाध्य नबनाऊ सरकार भन्न चाहन्छु। हस्, धन्यवाद।